नमस्ते सबैजनालाई है। आज चाहिँ मेरो युनि छ। युनिको लागि चाहिँ म निस्किसकेको छु हैन। निस्किनु पर्यो हैन। अब टाइम पनि भयो के रे। त्यसो बिहान बिहान उठेर जानु पर्यो हैन। 9 बजेदेखि हो कि खास मेरो युनि चाहिँ। अहिले चाहिँ लगभग 8 बज्न थाल्यो भनौँ न हैन। 8 बज्न थाल्यो। त्यही हो। अरू त केही छैन। हेरौँ कस्तो हुन्छ हैन। आज तेस्रो दिन हो मेरो चाहिँ युनिमा। 2 दिन त गइसकेको छु। अब आज तेस्रो दिन हुन्छ भनेपछि हेरौँ रमाइलो हुन्छ होला। 2 दिन पनि रमाइलो गएको थियो कि लाग्छ यो पनि छिटै रमाइलो हुन्छ होला। मेरो युनि चाहिँ त्यही बेबी भयो। त्यही हो 13 लाख तिर्यो। 25-35 लाख तिर्यो होइन। नेपालदेखि 35 लाख तिरेर आयो। हल्लियो माया जिन्दगी काम पनि पाइँदैन हेर गाह्रो छ। हेर्छु कस्तो हुन्छ के हुन्छ होइन। रमाइलो छ जोस् युनि मात्र जोस्। हाम्रो चाहिँ कस्तो छ भने चाहिँ अब सबै युनिहरूमा चाहिँ अब अरू कन्ट्रीको पनि राखेको हुन्छ क्या अरे होइन। हाम्रो बिपिपीमा चाहिँ कस्तो छ भने चाहिँ टोटल नेपाली हो मा त्यो बराबर होइन। त्यो स्टुडेन्टहरू नसोच कि मा नेपालमा मान्छे किन घटेछ भने नसोच। मा नेपालमा टोटली छ कि बिपिपी छ मा यस्तो छ नि। जोसँग ठोकिन्छ ऊ नेपाली हो। जोसँग ठोकिन्छ ऊ नेपाली हो। त्यस्तो छ क्या। नेपाली इन्डियन पाकिस्तानी मेन भनेको 3 जना 3 ठाउँको छ कि मान्छे। अन्त म्याक्सिमम त नेपाली छ। अनि यस्तै हो। त्यस रमाइलो त रमाइलो छ। नराम्रो भन्नु त मिल्दैन होइन। राम्रो छ। अब राम्रोलाई राम्रो लाग्छ नराम्रोलाई नराम्रो लाग्छ होइन। ठिक हो। त्यस्तै छ। त्यस्तो छ गाह्रो छ। त्यसो हेरेर बिहान बिहान उठ्नुपर्छ। आज चाहिँ मेरो सेकेन्ड डे हो कि थर्ड डे हो सरी। त्यस्तो दिन अनि राम्रै जान्छ होला मेबी हेरौँ। अब एकजना साथी चाहिँ उता एलफोरबाट आउनुपर्ने छ। म चाहिँ स्ट्रिटफोर स्टेसनमा गएर चाहिँ टोक्नुपर्छ साथीलाई। अनि सोचिरहेको छु यहाँदेखि चाहिँ तिम्रो बिपिपी जानु चाहिँ लगभग कन्टिन्यू गयो भने चाहिँ 40 मिनट 45 मिनट पुगिन्छ होइन। नत्र भने चाहिँ अब ट्राफिक जाम पर्छ नि त। अनि त्यसले गर्दा चाहिँ अलिकति टाइम लाग्छ। 1 घन्टा जति लाग्न सक्छ। अहिले चाहिँ पार्क लिएर आइपुगेको छु। दामी पार्क छ यो चाहिँ होइन। मस्त बस्ने होइन कुर्सी रहने दामी छ क्या। तर बस्नु चाहिँ होइन। अब घाम ताप्नलाई अब घाम नलाग्यो भने अब कहिले कस्तो घाम लाग्यो भने चाहिँ यहाँ आउने मस्त बस्ने घाम ताप्ने त्यही त हो। आँखा साखा सेक्ने होइन। अब अर्को जुडी हेर्ने आँखा सेक्ने गाह्रो हो। अर्को जुडी हेर्दै बस्नुपर्छ। सबले हिँडेर हुन्छ होइन। अब त्यस्तै त हो। हामी भर्खर राख्यो हामी त कहाँ हेर्छ नि त गाह्रो छ नि। दामी छ क्या खेल्ने ठाउँ चाहिँ होइन। प्ले ग्राउन्ड हो। प्ले ग्राउन्ड भने के हुन्छ थाहा भएन तर दामी छ। गेम खेल्ने यहाँनिर चाहिँ होइन। अब अहिले चाहिँ पार्किङहरू चाहिँ ठुलो छ क्या पार्क चाहिँ होइन। टाइम लाग्छ यहाँदेखि फर्नुलाई चाहिँ। अहिले चाहिँ पार्किङहरू छु। अब यहाँदेखि हेरौँ के कस्तो हुन्छ गाइस होइन। त्यही हो 35 लाख तिरेर आइयो कि होइन। 35 लाख खै माया उठ्छ होइन। त्यही हो अहिलेलाई चाहिँ त्यस्तो चाहिँ हेरेर गाइस होइन। अब यस्तै हो। यहाँ चाहिँ गाह्रो छ। बिहान बिहान उठेर भाग्नुपर्छ हेर। के गर्ने यार भाग्नै पऱ्यो होइन। न त डिपोर्ट गरिदिन्छ नेपाल। 35 लाखको त माया छ गाइस फेरि होइन। नेपाल जानु भने मन लाग्यो तर माया 35 लाख दियो भने त नेपाल फर्किदिन्थ्यो कि म त माया जस्तो लाग्यो। तर के गर्ने 35 लाख दिँदैन हेर। त्यस्तै छ। अब हेरौँ के कस्तो हुन्छ। दिनहरू बित्दै जान्छ के अरे। अब आजसम्म त घुमि गइराखेको अरे होइन। जान्छ यस्तै हेर्ने गर्छ मा 1 वर्ष मेरो त होइन। 1 वर्ष गर्छु त्यस्तै छ हेर होइन। अरू त के भन्ने र तिमीहरूलाई होइन। आऊ तिम्रो नि अनुभव ल्याऊ रमाइलो गरेर होइन। त्यही हो त्यस्तै छ हेर गाइजहरू त्यस्तै छ होइन। अब अरू त के भनौँ होइन। यस्तो छ क्या होइन। त्यहाँनिर रोड छ। त्यहाँनिर रोड छ। त्यहाँबाट गाडी आउँछ। तर म त्यसमा चाहिँ जाँदिनँ। म चाहिँ डाइरेक्ट स्टेटफोर्ड स्टेसन जाने हो। स्टेटफोर्ड स्टेसन गएर टक्क त्यहाँदेखि 25 नम्बर गाडी ट्याप्प चढ्दिने। अनि ठ्याक्क बिपिपी अगाडि अलगढी स्टेसनमा रोक्छु। अनि त्यहाँबाट बिपिपी युनिभर्सिटी जाने होइन। 9 बजीदेखि क्लास स्टार्ट हो। अहिले यहाँ 8 बज्यो भनेपछि
त्यस्तो छ गाइज हेर अलि अरू त के भनौँ होइन अब म त के भनौँ त्यसमा त अरू त के भन्दिनँ आऊ रमाइलो गर्नुपर्छ होइन पहिले पैसा कमाऊ अनि बल्ल रमाइलो गर्न चाहिँ नत्र त फेरि गाँड भएको छ मेरोमा अनि बल्लबाट पैसा पठाइदेऊ भन्ने हुन्छ अवस्था र महँगी छ दर महँगो छ त्यही हो ल अहिले चाहिँ